पाउनै हो पाउन भए पनि यहाँ खटिरहेको छु सबै हाम्रो चाहिँ कस्तो भने पाहुनालाई यसो सत्कार गर्ने राख्ने यो हाम्रो कल्चर हो यो कल्चरलाई हामीले भुल्नु चाहिँ नखोजेको के र कति कुराहरू नराम्रो कुराहरूलाई चाहिँ हामीले त्याग्दै जानुपर्छ र कति राम्रो कुराहरूलाई चाहिँ एनालाइसिस गर्नु एक्सेप्ट गर्नु पऱ्यो भनौँ न हामीले स्वीकार्नु पऱ्यो र देखाउनु पऱ्यो र अहिलेको नयाँ जेनेरेसनहरूलाई देखाउनु पऱ्यो र सिकाउनु पनि पऱ्यो
आज यहाँ चाहिँ 2000 यो वैशाख आज 25 गते बिहिबारको दिन, बिहिबार होइन भाइ, आज बिहिबारको दिन मेरो भान्जा र मेरो बहिनीको छोरा भान्जा र भान्जाले चाहिँ दाम्पत्य जीवनमा बाँधिनु भएको कारण आज हाम्रो यहाँ चाहिँ भोज हुँदैछ, विवाह हुँदैछ। अब उहाँहरूको मेरो भान्जा भान्जीको दाम्पत्य जीवनको शुभकामना राम्रो होस्, हामी माउलीपट्टिले दिने आशीर्वाद यही त हो, राम्रो होस्, राम्रो गरी खाउँ, दाम्पत्य जीवनको शुभकामना साथै कहिले यो नाता नफुटोस्। अब अहिले त परिस्थिति पनि त्यस्तो छ, बिहे गर्यो डिभोर्स गर्यो होइन, यो संसारको अहिले चाहिँ एउटा चलाउने जस्तो भएको छ, त्यस्तो परिस्थितिमा नपुगोस् मेरो भान्जा र भान्जा बुहारीलाई म एकदम अग्रिम शुभकामना, आजीवनसम्म सँगै 7 जन्मको चाहिँ एउटा कसम भन्छ नि, त्यो कसमै खाए जस्तै नै होस्। र अर्को कुरा, आज चाहिँ अब हामी सुरु गर्दैछौँ कार्यक्रममा, पाहुनाहरू आउने क्रम जारी छ भन्दै मेरो उद्देश्य यो Mangdel busane MP mangdel. Mau pada paten mau Gilas छैन ल्याएको? Kota ल्याउँ त. यो हामी जहाँ राख्छौ त्यही गएर नाच्छौँ। खोइ दिएन नि त। सकेर ठ्याक्कै आएर फोन खेल्ने होइन।
नानी स्कुल पठाएर पानी खाने पानी ल्याइदिउँ दाजु पानी मुन्डो झरी जान्छ है गर्नु अरूले बानमा गाडी छोड्दिन न यार बेहुली गाडी बेहुलालाई लगाऊ बेहुला पल्लोपट्टि के भन्छ अब बेहुला पल्लोपट्टि दाहिने हुनु पर्ने अब
सबै अब यताबाट उता उताबाट उता गऱ्यो असीबा राम्रो धेरै जरो बाटो छोरा बाटो अगाडि गएर बाजेको लगाए थियो खै सब निकाल भाइ जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःख काट्नु आउला भन्दिन तर कटाउनु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ भौतारी बर पिपलु झै जोडी बन्यो सानो चौतारी नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि पछि दिन सधैँ आउँछ जसरी पछ्याउने छु तिमीलाई म सधैँ यसरी आँसु तिम्रो आँखामा नआउला भन्दिन तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई अझै बनाएको माथि छोरी छ नि ध्यान गरेर पढ्नु
अब अहिले पढाइ बेगरको बस्दै जाँदा पनि अलिकति अन्ता भयो भने त्यही काम पाइँदैन पढ्नु हेर्नु सकिँदैन कहाँ जाने कुरो जाने राम्रो गरी खानु म बाजेलाई पाएको भएँ बाजेलाई आयो कुरा सिक्मुरी फुल्यो नि अम्बे माथि हैलेकैमा झुल्किन्छौ जुन झै तिमी पुर्णेको छेकैमा सिक्मुरी फुल्यो नि अम्बे माथि हैलेकैमा झुल्किन्छौ जुन झै तिमी पुर्णेको छेकैमा आहा लगन जोरे छ अम्बे बेहुला र बेहुलीको आउँछ कि ख्याली र सम्लो पहिले पहिलेको लगन जोरे छ अम्बे बेहुला र बेहुलीको आउँछ कि ख्याली र सम्लो पहिले पहिलेको परे भाकानी गाउँ घरको औ माया बसना नजाऊ पर भो हाए नजाऊ पर भो हाए नजाऊ पर भो धानैमा नाच्नु नि पालामा चौहारी कसरी बसुमा चिन्जानै नगरी हाए चिन्जानै नगरी हाए चिन्जानै नगरी छ बैसनी यौवनले धपका सृष्टिको फुल हो टिपुकी टपका हाए टिपुकी टपका हाए टिपुकी टपका बगैँचा ठानी आएछौ थापाका वनको फुल झै नटिप्नु टपका हाए नटिप्नु टपका हाए नटिप्नु टपका सिक्मुरी फुल्यो नि अम्बे माथि हैलेकैमा झुल्किन्छौ जुन झै तिमी पुर्णेको छेकैमा सिक्मुरी फुल्यो नि अम्बे माथि हैलेकैमा झुल्किन्छौ जुन झै तिमी पुर्णेको छेकैमा आहा लगन जोरे छ अम्बे बेहुला र बेहुलीको आउँछ कि ख्याली र सम्लो पहिले पहिलेको
फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो शिरमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो मोती जस्ता दन्त तिम्रा आँखा गाजलु तिर्मिराउँछ नाकामा कसरी जुदाउ लुकी लुकी चियाउँदै गऱ्यो के जादु झिमझिमाउने परेलीमा फस्दैछ मोटो फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो शिरमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो सजाएर राखिदेऊ कि तिमीलाई जुनसँग जुन पानीलाई चाहिँ देला तिमी सामु हुन लुकाएर राख्न पाए हुन्थ्यो मुटुभित्र दुःख सारा भुलिदिन्छु तिमी सामु हुँदा फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो शिरमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो ती दुई नयनमा छन् धेरै सपनाहरू पुरा बनोस् गर्नेछु प्रार्थना तिम्रो हाँसोमा मुस्कानमा लुकेका ती दुःखहरू भुलाउन बन्नेछु सहारा फुलले रङ्ग सजाउँछ तिम्रो ओठको जुनले कथा सुनाउँछ तिम्रो रूपको दुनियाँको नजरबाट नजर चोरेर हेरिरहु तिमीलाई आँखैले छोएर फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो शिरमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो फिचेको केसमा सिउरेको त्यो फुलको तुङ्गा सुहायो शिरमा हटाइदेऊ तिम्रो त्यो पछ्यौरी देखाइदेऊ जुन झै मुहारी हँसिलो
हाम्रो धडकन साथी तिमी सुनाउँछु मनभरिका मेरा मायाका धुनाहरू मायाको अर्थ थाहा पाए तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाए भन्नु मेरो यति नै हो तिमीलाई अब मन मेरो आतेको बेलामा हाँसो तिम्रै सहारा बनो गर्मीले सताउँदा तिम्रै केशको शीतल छहारी मिलो दिनलाई घाम रातलाई जुन झै मलाई तिम्रो भर हो अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर हो अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर आऊ मेरो नजिक हाम्रो धडकन साटी हेरौँ तिमी सुना म सुनाउँछु मनभरिका मेरा मायाका धुनाहरू बर्खाको शीतल झरी बनी माया यति धेरै माया नदेऊ तिमी मेरो मुटुले थाम्नै नसक्ने गरी ओहो जे छ मेरो सबै तिमी नै हो सधैँभरि यसै गरी माया गर छौ तिमी सधैँ नै सँगै यो आशा होइन भरोसा मिलो 2-4 वर्षको होइन यो नाता हाम्रो जुगौँ जुगको एक्लो यो मनको अब तिमी बिना को नै छ र ओ अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर ओ अङ्गालो तिम्रै होस् मेरो थाकेर पुग्ने घर आऊ मेरो नजिक
यो चाहिँ फेरि 7 जन्मसम्म है यो जन्म मात्रै होइन ल धेरै गएर पनि फेरि 18 पो थियो त ल अगाडि अर्को साल त अब लाउनु होला नि त टिका त्यसरी त्यसमा बसेर मात्रै हुनुहुन्न है नि ल अब राम्रो होस् 7 दिन भन्दालाई यता पनि अघि बिचमा बसेर टिका लाउनु पाइन्छ ल कल्चर ड्रेस लगाएर हेर्नु सक्ने ल सक्यो घरमा भाबीले गर्दा हेर्दै सन्तोष मात्रै गर्ने हेरेर पोमा चार खेप किरापट्टि गराउनु पर्यो नि त अब राम्रो लेडिसक्यो ल म
त्यसले कपाल तान्छ है कपाल सट्टै तान्छ क्या त्यसले अब भरे एकैछिन केटा भयो भने खत्तम हुन्छ बाटो घाटोमा भेट हुँदा पनि ससुरा भाउ गर्नुपर्छ हात मात्रै उठ्दा कस्तो जस्तो Tomaro atang bang, tomaro. Bina yole adame
बिरुवा सबै मिली थापो है लिपि र भाषा हाम्रै छ संस्कृति जोगाइराखौँ वरदान मागौँ सबैले मैलो तागेर आफू बढ़ता ही जाए दर्द होना चिनाउनु है म चिनाइरहेको छु चिन्दैन टाढोको मान्छेहरू सिक्किम है उता हाम्रो मौली खाना बेहुलाहरू बेहुला बेहुली बेहुलाहरू
एउटा चन्द्र आकाशैमा एउटा चन्द्र आकाशैमा अर्को तिम्रो शिरमा धेरै माया गर्छु तिमीलाई कसम नपरे है पिरैमा लय नपरे है नपरे है नपरे है पिरैमा भरिला नपरे है नपरे है नपरे है पिरैमा भरिला एउटा चन्द्र आकाशैमा एउटा चन्द्र आकाशैमा अर्को मेरो शिरमा यो मायामा आँखा लाग्छ कि कसम म त परे पिरैमा लय म त परे म त परे म त परे पिरैमा बरिला म त परे म त परे म त परे पिरैमा बरिला तिम्रो पारो हम म त तिम्रो पारो हम तिमी मेरी सुम्नीमा तिमी बिना मेरो यो जीवन कल्पना गर्न सक्दिन कल्पना 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 गर्न सक्दिन भरिला कल्पना 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 गर्न सक्दिन भरिला आकाश भरि लाखौं तारा दुईटा तिम्रो आँखैमा हो आकाश भरि लाखौं तारा दुईटा तिम्रो आँखैमा मेरा लागि ती नै हुन् ज्योति सधैँ मेरो सधैँ मेरो सधैँ मेरो साथैमा भरिला मेरा लागि ती नै हुन् ज्योति सधैँ मेरो सधैँ मेरो सधैँ मेरो साथैमा भरिला कली चापलाई पछि कान्छ कली चापलाई पछि कान्छ नबिर्सी तिमी आउनु दुआ चङ्का कसम छ
समयको लागि मात्र यता
गाजल त्यो तिम्रो मेटाइदेऊ न तिम्रो आँखाको रङ हेर्नु मन छ बाँधेको केश फुकाइदेऊ न हावाले उडाको मन पर्छ नढाक न मुहार श्रृङ्गारले नढाक न मुहार श्रृङ्गारले चन्द्रमामा पनि दाग हुन्छ चन्द्रमामा पनि दाग हुन्छ भाग्यमानी सबै तिम्रो मुस्कान हेर्न पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने छिचोलेर अँधेरोलाई उज्यालो देखाउने चम्किला झुम्किरी झे आँखा गहिरो समुद्र भए जिन्दगी मेरो किनारा देखाउने तिम्रो हात सुरिलो त के छ र गीत मेरो सुरिलो त के छ र गीत मेरो जति तिम्रो आवाज हुन्छ जति तिम्रो आवाज हुन्छ आशा यही हो सधैँ तिम्रो साथ पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने तिमी 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 हो मलाई चाहिने परवा नगर यो दुनियाँको तिमीमै बसेको छ दुनियाँ मेरो परवा नगर यो दुनियाँको तिमीमै बसेको छ दुनियाँ मेरो परवा नगर यो दुनियाँको तिमीमै बसेको छ दुनियाँ मेरो जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने त्यही नै हो मलाई चाहिने गाथे अरू हामी बिरामी नआएर 1-2 वर्ष के जमानले आइरो सक्छ नबिरामी ल ल ल बाँच्ने कति आशीर्वाद दिनु तपाईहरु यहाँ नानी नाति नातिनालाई चाहिँ कोमा छैन किनारु तपाईले सम्झेर साथ सम्झ्यो भने यो आशी बनेको यो भित्रबाट आउने हो बाहिरबाट आउँदैन यो तपाईले दुःखै फेरि नहोस् यसरी कहिले पनि किन आउँदैन भने त्यहाँसँग अब के भन्नु र अरू त अब यस जानी नजानी भए पनि तपाईँहरूलाई हामी इलामको तर्फबाट मनभित्रैबाट दिन्छौँ आशीर्वाद हाम्रो बेहुला र बेहुलीलाई अब स्वीकार्नुहोस् त भन्नु होला नि अब त ल
Langdombo, hembo sano, sembo sao, Thaglare yangang hosura, semi lung nuba, choksura. Sura mangwa hangwa osira mangsa hangsa sambanjeya mimbungi nirathari taraken tangsang palathari namsami lasami ketira keregle kundang bongsira wajiri wajang yurung baru mui samthama surung baru ल 3 भाइ छोरा 3 बहिनी छोरीको धनी हुनु होला यो चाहिँ कन्चस गरेर भनेको ल 5 मिनट अनि जहिले पनि खुसी रहनु होला अब लिम्बू भाषामै भनौँ भने अलिक बुझ्नुहुन्छ हुन्न कि भनेर हैन बाबुमा सबै बुझिँदैन यो बुझ्ने गरी नाम पप ला पप भन्छ है घाम र जुन होइन इच्छा खाम्बेक नेरा थारी नेने थारिक भनेको चाहिँ यो पृथ्वी रहिन्जल तपाईहरुको सन्तान तपाईहरुको नाति पलातीहरू फैलिरहोस् कहिले दुःखमा नपरोस् सुखै मात्रै खानेर नबस्नु त्यस्तो दिनुपर्छ ल त्यो पोको पारेर राख्नु पोको पारेर राख्नु रुमालमा सारा हुन्छ बक्कसमा बक्कसमा राख्दा नि राख्दा त्यो बर्की ठुलो त सानो रुमालमा पोको पारेर राख्नु त्यो आशीर्वाद आशी पुसी हुन्छ ल भयो नानी हो त्यस्तै बाटो
आउनुभयो फोटो खिच्नुपर्छ पछि मेरो भेट भयो अब मेरो बिमा ल हुँदाखेरि तपाईँहरू आउनुभयो निर्मन्त्रण गरेर तर एक रात बसेर जानु भनेको तर तपाईँहरू हतार गर्छ हाम्रो काम चाहिँ गर्छ त्यस्तै छ अब माइजोहरूले अब कोही माइचुर पऱ्यो कोही अब के थियो भन्दाखेरि अनि गोर्खाली सिरुबारीमा परियो अलिक किनभने यो सजनहरू मली मली छ त्यो सिरिज पनि छैन सिरिज पनि मली भन्छ हाल्न आउँछ त्यहाँ तर बाँसको फेचेर रुखको नै अब लाङ्दो के अब म त सुखमा भेट्यो राम्रो कुरा हो म पनि अब 76 वर्ष पुगेँ नातिको यति व्यवहार एउटा किनभने उनीहरूको कर्म चलाइदिनु सक्छ मेरो आय पुरै छ तपाईँहरू सबै आज म कति आएको म 66 सालमा आएको आज भेट गयो यहाँ अब यो भनेको नाता नाति गोता किन्तु आफै मेरो कान्छा बाजे मेरो काका बिर्सेछु गुनमुनेमा छ कि स्थानमा बसेको छ त्यो धर्महरू भन्दै लगेको होइन है मैले मेरो भाइ सत्यात्मामा छ म अहिले बनाइदिएमा छु कोही क्रिस्चियनमा चाहिँ छन् होला होइन तर त्यो धर्महरू हाम्रो यो चाहिँ पहिला गरिरहेको खबाबारे अब सुनेर तिनीहरूको कुराहरू हामीले गर्दै जाने र नबिर्सिनु गर्ने भनेर एउटा नबिर्सौँ हाम्रो यसरी एउटा के सानो कुरा पनि पछि नबिर्सिनु बिर्सिँदैन कि हाम्रो याक्थुङले गर्नु संस्कृति सुविधान स्वरूप डुब्दैन अब दुःख भनेको दुःख सुख भन्ने चाहिँ दुःख सुख भनेको अब यो संसारमा हो दुःखमा चाहिँ भइसके यसरी भेटघाट भइसके नहुनु पनि दुःख सुख हामीले यो सुख यसरी रमाइलोमा यो एउटा ठुलो कर्म हो कर्म भनेको जब 4टा हुन्छ जन्मिँदा एउटा कर्म अनि एउटा किन मर्दा सक्छ त्यो त झन् कर्म ठुलो उमेर पुगेर यो पनि ठुलो कर्म यो व्यवहार गरी खानु पर्यो त्यो पहिला नै गङ्गामा मैले मिसेर देखा तपाईँ देखेको मात्रै जोड्छ तपाईँ कहाँको बधाई कहाँ म
म अब माथि संस्कृति बनाएर अहिले लालुडामा गइसकेको अब त्यो मैले देखेको थिइनँ एकैदिनमा लगेँ दुईपट्टि होइन यो आज भने नि मैले अब दुईपट्टि हुन त मैले भनेको तर के भने नि अब मेरो चाहिँ अलिक ढिलो तर त्यो छोराले गर्ने म के भयो भने तपाईँहरू आउनुहुन्छ नि आएन अहिले होइन खै आज यहाँकै नि आएन यहाँ को आएन त दाजुभाइ कुमार आएन अनि यहाँ चाहिँ हाम्रो समष्टिसँग भनेर अब हामी सुक्दा सेवा गरौँला अब तपाईँको लागि फुल टिप्पी ल्याएर भाइहरू पनि आउनु भएको छ हामीले निम्तो गरेको छौँ आउनु भएको छ तपाईँहरू होइन अब के अरे अल्टरनेटिभ बोल्नु पनि पाएको छौँ हामीले तपाईँहरूसित एकछिन बसेर बोल्नु भन्दा पनि यस्तो हेर्नु न एकछिन भ्याएको छ होइन अब के अरे बोल्नुभयो भनेर एकछिन भाइहरूसँग के अरे माइजहरूसँग गफ गर्नु भन्दा पनि भ्याएको भ्याइन्न होइन अब गइहाल्ने भन्नुहुन्छ माइजहरू चाहिँ अब बिहान यसो तपाईँहरू स्वागत गर्नु पनि पाइनँ मैले चाहिँ इमर्जेन्सी अब त्यतिकै हतारले गर्दाखेरि होइन अहिले चाहिँ म तपाईँहरूलाई भाइ चिना पर्दै राम्रोसँगले नानीको भाउजू न देवार त हो त्यस्तै होइन मार्नु हो नबार्दै धेरै भाउजू पनि बोल्नु छ पानी पनि दिएको छैन होला पानी त अब जम्मै आउनु भएछ हामीले गर्दा जानी नजानी गरेका हामी अन्जान छौँ गर्नु त खोजेको अब थाहा पुगेन भने नखाए नखाए मैं रातभरका त गाडी त्यहाँ कतै अब यस्तै हुन्छ ठुलो बनाउँदैछ यो यसो घुमाउने मात्रै हो अहिले